महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकसित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक कार्यकर्ता हुन् जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना पनि भनिन्छ। उनी नेपालका बहुचर्चित व्यक्तित्व हुन्। उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले मान्यता दिएको छ। उनी एक मानवतावादी हुन् जसको कामले धेरै युवाहरूलाई आफ्नै देश फर्काउन र यसको विकासको लागि यसको सेवा गर्न प्रेरित गरिरहेको छ। जन्म 22 गते वैशाख 1955। नाङ्गी गाउँ, म्याग्दी, नेपाल। राष्ट्रियता नेपाली मातृ शिक्षा प्रतिष्ठान नेब्रास्का विश्वविद्यालय चिनारीको कारण नेपालका दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको पहुँच, राष्ट्रिय आविष्कार केन्द्र। उच्च शिक्षा। आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर पुनले 12 वर्ष 4वटा विद्यालयमा शिक्षकको रूपमा काम गरेका थिए। सन् 1989 मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरेका थिए। स्नातकोत्तर सकाएर 24 वर्षपछि आफ्नो गाउँ नाङ्गी फर्किँदा उनले दिगो शिक्षाको आवश्यकता महसुस गरेका थिए, जसको सुरुवात उनले हिमाञ्चल उमाविको स्थापनाबाट सुरुवात गरेका थिए। कम्प्युटर शिक्षा र आयस्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउँदै देशलाई विकासको ज्योतितिर अग्रसर गराउन थालेका थिए। सामाजिक कार्य। सन् 2001 महावीर पुनको जीवनको स्वर्णिम वर्ष रहन गयो जब ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनको गाउँ-गाउँमा इन्टरनेटको पहुँच पुर्याउने महत्त्वाकांक्षी योजनालाई विश्व समुदायमा पेश गरिदिएको थियो। बीबीसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका थिए। त्यस सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए। पुन, इन्टरनेट हल अफ फेम, समग्र सामाजिक नवीनता पुरस्कार, जोनाथन बी पोस्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने, रोमन म्याग्सेसे पुरस्कार जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन्। पुनले सन् 2012 मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका थिए। यस्तो विशाल योजनालाई मूर्तरूप दिन ठूलो आर्थिक सहयोगको खाँचो हुने भएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढकढकाएका थिए। सन्दर्भ सामग्रीहरू। महावीर पुन भन्छन्, 13 वर्ष स्थायी शिक्षक भएपछि म बहुलाएँ इडियुकबर। 21 गते भदौ 2018। संग्रह मिति 22 गते छैठ 2021। प्रेरणादायी डा. महावीर पुन। सेतोपाटी। 3 गते भदौ 2021। संग्रह मिति 22 गते छैठ 2021। नेपाली वैज्ञानिक महावीर पुन। 23 जुलाई 2019। संग्रह मिति 22 गते छैठ 2021। महान नेपाली आविष्कारक महावीर पुनको जीवनी, भिडियो सहित। जनबोली। 10 गते छैठ 2019। संग्रह मिति 22 गते छैठ 2021। महावीर पुनको आविष्कार केन्द्र। अनलाइन खबर। 1 गते माघ 2019। संग्रह मिति 22 गते छैठ 2021। मितिमान यहाँ जाँच गर्नुहोस्। तपाईहरूलाई महावीर पुनको जीवनी कस्तो लाग्यो? यदि राम्रो लागे भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु। धन्यवाद।